गरिब असहाय र निमुखा जनताहरूलाई भीमदत्त नगरपालिकाले राहत उपलब्ध गराएको छ। उपमेयरसँग गरिबी भन्ने कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले घर घरमै पुगेर आवश्यक खाद्यान्न उपलब्ध गराउनु भएको छ। साँझ बिहानको हातमुख जोड्न समेत धौधौ परेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीको भनाइ रहेको छ। ओडाको सिफारिसमा अनि भीमदत्तको नागरिक हुनुपर्ने र त्यसमा पनि अति विपन्न परिवारको गरिब र अशक्त जनजाति भनेर क्राइटेरिया गरेछ। यसमा हामीले के गरेका छौँ भने कुनै ठाउँमा खाद्यान्न पनि गर्ने र कुनै ठाउँमा चाहिँ उहाँहरूलाई चाहिँ कुनै उपचारको लागि औषधि उपचारको लागि पनि गर्नु छ भने नम्समा त्यो पनि छ। अहिले गत सालमा चाहिँ हामीले उपचारको लागि पनि गरेको थियौँ र अहिले चाहिँ खाद्यान्न मात्रै छ, त्यस्तो उपचारको लागि भनेर आवेदन आएको छैन। उहाँहरूले आवेदन दिनुहुन्छ, दिइसकेपछि ओडाको सिफारिसमा र भीमदत्तको नागरिक हुने पहिचान खुल्ने गरेर हामीले अगाडि बढाएका छौँ। राहतमा दाल, चामल, तरकारी लगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ। घरमै राहत पुगेपछि आफूहरूलाई भगवान पुगे जस्तै लागेको विपन्न परिवारका सदस्यहरूको भनाइ रहेको छ। मेरो लागि सहयोग गर्यो, हजुरले सहयोग गर्नुभयो, राम्रो होस्, हजुरलाई फलोस् भनेर भनिरहेको छु। लेट छैन, अपाङ्ग छोरो अपाङ्ग छ, मेरो छोरो अपाङ्ग छ, केही छैन, मलाई त अहिले जुल पनि छैन। राम्रो गरे, राम्रो गरिदिए, धर्म होला तपाईँको सब निको दिए। अब यस गरिबलाई हेरेले तमलाई धेरै निको होला। निलम लेखक जी जब नगरपालिका भिनबमा निर्वाचित भयो उतिखेरदेखि म होइन, म विपन्न परिवार होइन, म जस्ता धेरै र असहाय र घाँस बास नभएका सबै परिवारलाई निलम लेखकजीले चाहिँ आफ्नो आमा सम्झेर, सबैमाथि आमा सम्झेर चाहिने सबैलाई दया गर्नुभयो। घरमा आम्दानी गर्ने मान्छे पनि नभएको र आफूहरू बेसहारा भएकोले स्थानीय सरकारप्रति भरोसा रहेको समेत उहाँहरूको भनाइ रहेको छ। भीमदत्त नगरपालिकाले हरेक वर्ष यस प्रकारका असहाय र गरिबीको रेखामुनि रहेका बासिन्दाहरूलाई निःशुल्क स्वास्थ्य उपचार समेत उपलब्ध गराउँदै आइरहेको छ। रामसिंह टौन्ना, नेपाल टेलिभिजन, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर।